महान खेलाडी जन्मदै महान हुँदैन। महानता भनेको वर्षौंसम्म एउटै प्रश्नको सामना गर्नु हो, अझ कति राम्रो बन्न सक्छौ। र 22 वर्षभन्दा बढी समयसम्म क्रिस्टियानो रोनाल्डोले हरेक सिजन यही प्रश्नको जवाब गोल, ट्रफी र रेकर्डबाट दिइरहे। यो केवल रोनाल्डोको करियरको कथा होइन, यो एउटा खेलाडीले आफूलाई पटक पटक पुनः आविष्कार गरेको कथा हो। कहानी सुरु हुन्छ पोर्चुगलको मेडेइराबाट। सानो टापु, साँगुरा गल्ली अनि फुटबल प्रतिको असाधारण प्रेम। स्पोर्टिङ लिस्बनको एकाडेमीमा पुगेको रोनाल्डो त्यति बेला आज हामीले देख्ने विशाल शरीरका खेलाडी थिएनन्। उनी दुब्ला थिए, तर एउटा कुरा असाधारण थियो, उनको गति, स्पिड। बल खुट्टामा राखेर दौडिँदै उनी डिफेन्डर भन्दा अगाडि पुग्थे, ओभरस्टेप गर्थे, जोखिम लिन्थे, दर्शकलाई मनोरञ्जन दिन्थे। तर उनको सबैभन्दा ठूलो समस्या थियो, उनी अझै पनि पूर्ण खेलाडी बनेका थिए।